सिक्लेसदेखि अब हामी तासातिर लाग्यौँ। अब अघि त कस्तो पानी परिरहेको थियो, अहिले चाहिँ के अरे अहिले अलि घाम लागिरहेको छ। अब हामी टासातिर लाग्यौँ। टासाको यात्रा आज हामी टासा गएर बस्छौँ। यो हेलो हेलो हेलो, हामी अब यहाँ सिक्लेस आइपुग्यौँ। तल अघि गाडीदेखि झरेपछि भिडियो बनाउने भनेको पानी ठुलो परेर बिजोग, त्यसपछि कसले बनाउँछ र। अनि त्यसपछि हामी आइसक्यौँ यहाँ नमस्ते गेस्ट हाउसमा हो। ल भर्खरै घाम लाग्यो, हल्का मौसम खुलिरहेको छ, रमाइलो छ। सिक्लेससम्म त म पहिला पनि आएको थिएँ। यो चाहिँ सेकेन्ड पल्ट हो। तर अब टासा टु कोरी चाहिँ यहाँदेखि टासा अनि कोरी अब बल्ल खसायौँ, जाँदैछौँ। भगवान अब यहाँ यस्तो भइरहेछ, कता कता गयो वहाँ माथि डराहान जुका देखेर, जुका लागेर हैरान छ यतातिर फेरि। ए भगवान, जुका लागेर बिजोग भइसक्यो यतातिर। गाह्रो छ हिँड्नलाई, छोडिरहेछन् वहाँ बाटोमा साथीभाइहरू। जतिले हिँड्न सक्दैन भने डराइरहेको थियो, अहिले चाहिँ अघि अघि हिँडेको थिएँ। अब हे भगवान, अब यहाँ तल खोलामा गएर यता उक्लिने के हो र यस्तो भगवान। कोरी जाने बाटोमा अब यहाँ तल खोलामा फसेर सिधै ओह्रालो तल झरेर अनि फेरि त्यहाँदेखि वहाँ माथि अब उकालो चढ्नु पर्छ। ल अब हामी यहाँ पुलको यात्रा। मोबाइल तल झर्ने अरे कि मेरो। होला डेन्जर, भगवान कति तल हो र के र। यस्तो पुल पनि छ। क्या लगाया टासा पुग्न नपुग्दै यस्तो टासा नपुगेर यहाँ खासा दुईजना त कता हो कता हो, तिनीहरूलाई कुद्दा कुद्दै हामी त बाटैमा अलपत्र पऱ्यौँ। सब साथीहरू गइसक्यो, हाम्रो न पछाडि आएकोहरू पनि गइसक्यो है। हामी त यही भगवान तिनीहरूलाई कुद्दा कुद्दै बिहाल छ जिन्दगी। ल सवारी भा हामीले त यहाँ कति कुर्यौँ। यहाँ हामी अघिको साथीहरूलाई भेट्न आइसकेको थियौँ, तिनीहरूले फेरि छोडेर आधी बाटोमा गइसके। यो दुईजनाले बिजोग बना। अबदेखि कतै नलैजाने निर्णय गरिसक्यौँ बिपना र मैले, होइन। झोला नि अझ अरूले बोकिदिएर भगवान, र पनि ठुक्क जिन्दगी नल्ली। ल यहाँ कटेजमा आइपुग्यौँ। अब यहाँदेखि अझ टासा जान 2 घन्टा लाग्छ। अझ एउटा उहाँ तल आउँदै है भगवान, अर्कोको फेरि छुट्टै छ जिन्दगी। जुकाल टोकेको भन्ने भयो अर्कोको हालत यस्तो। यिनीहरूलाई हामीले कुरेको कति भयो भगवान। हामीले त कुर्दै 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 हामी भरमा माथि टासा पुगिसक्थ्यौँ। यिनीहरूले गर्दाखेरि यस्तो बिजोग भयो, पानी पर्यो। अब ए भगवान, अबदेखि यिनीहरूलाई हामीले रद्द गर्ने तयारीमा छौँ। नेक्स्ट प्रोजेक्टदेखि म त अब ब्याग बोकेर हिँड्न सक्दिनँ।
पहिला नि सक्दिनँ लाग्दछ तासमा पानी परेर बिजोक पानी परेर बिजोक भयो बल्ल हिँड्न नसकेर झोला अरूले बोकिदिने र पनि हिँड्न नसक्ने यता भगवान अझ अर्को उता छ फेरि खङ्ग्याल खङ्ग्याल गरे भगवान हिँड्न नसक्ने मान्छेको होरी हाँसो लाउने हो लाग्दैन ल अब त यस्तो हो नि के अरे झन् ठकै लागेको बेला झन् निद्रै लाग्दैन अब सास आउँछ ल जीवन जल खानुपर्छ जीवन जल ल यता आऊ ल खै काउली बन्दाको उस पनि बोकेर लिएको जाने हुन्थे यिनले अघि झोला गुल्टाइदिन्छु भन्थ्यो अरे घाँस मास भगवान भगवान यस्तो गरी गरी म कोरी आउने थिएन बाउको बिहा देख्यो अरे बाउको बिहा त्यस्तै तोरी फुल चाहिँ देख्यो मजाले यस्तो हालत अब हामी 10-15 मिनटमा तासा पुगिन्छ कतिमा 2 मिनेट रेस्ट अनि 10-15 मिनटमा हेर कसो गरी हिँड्न नसक्नेलाई त आधी घन्टा ज्योतिलाई दिएर हेर नल्ली हो तासा आयो भगवान आयो अब के अरे तासा अब कस्तो राम्रो देखियो है